नमस्ते दर्शकबिन यहाँहरू सबैलाई रमाइलो स्पोर्ट्समा स्वागत छ। आज हामीले कुरा गर्दैछौँ नेपाल भर्सेस वेस्ट इन्डिज बीचको प्री म्याचको बारेमा। इतिहास कहिलेकाहीँ मैदानमै लेखिन्छ र यही सेप्टेम्बर शारजाको मैदानमा नेपाल र वेस्ट इन्डिज बीचको भिडन्त नेपाल क्रिकेटको पुस्तौँदेखिको सपना पुरा गर्ने क्षण बन्न सक्छ। नेपाल क्रिकेट सङ्घले 16 सदस्यीय टोली घोषणा गरेको छ, जहाँ युवा र अनुभवको मिश्रण छ। 16 सदस्यीय टोली यस प्रकार रहेका छन्: कप्तान रोहित पौडेल, भाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरी, आसिफ सिख, विकेट किपर सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश पम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ सिख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलसन झा, ललित नारायण राजवंशी, सम्पाल कामी र सहाब आलम रहेका छन्। केही प्रमुख खेलाडीहरूलाई हामीले यसरी पनि चिन्न सक्छौँ: रोहित पौडेल, शान्त स्वभाव तर मैदानमा रणनीतिक कप्तान; दिपेन्द्र सिंह ऐरी, 9 बलमा 50 रन, टी20 इतिहासमै सबैभन्दा छिटो अर्धशतक; कुशल भुर्तेल र आसिफ सिख, ओपनिङ जोडी जसले पावर प्लेमा प्रतिद्वन्द्वीको घोडा कमजोर बनाउन सक्छ; कुशल मल्ल, 9 वर्षमै विश्व रेकर्ड, टी20मा सबैभन्दा छिटो शतक; सन्दीप लामिछाने, नेपालको स्पिन जादुगर जसलाई संसारका ब्याट्सम्यानले खेल्न अझै डराउँछन्; सम्पाल कामी, करण केसी, गुलसन झा, गति, स्विङ र अनुभव; नेपालको बोलिङ त्रिकोण। वेस्ट इन्डिज, जसको नाम सुन्दा मात्र चौका छक्काको वर्ष सम्झिन्छ, तर यसपटक केही ठूला नाम छैनन्। निकोलस पुरन, एन्ड्रे रसेल दुवै अवकाश लिइसकेका छन्, तर बाँकी टोली अझै खतरनाक छ। वेस्ट इन्डिजका प्रमुख खेलाडीहरू यस प्रकार रहेका छन्: साई होप, शान्त कप्तान तर ठूलो इनिङ खेल्न माहिर; इबेन लुइस र ब्रान्डन किङ, पावर हिटर ओपनिङ जोडी; सिमरन हेटमायर, मिडल अर्डरको सर्वशक्तिमान, एकपटक सेट भयो भने मैदान सानो पर्छ; ज्युएल एन्ड्रयू, युवा ऊर्जा भविष्यका स्टार; जोसन होल्डर, अनुभव अलराउन्डर क्षमता खेलको टर्निङ पोइन्ट; रुथरफोर्ड र रोमारियो, डेथ ओभरमा आगो उगाल्ने हिटर; एकेल होसिन, स्पिन आक्रमणको आधार जस्ता खेलाडीहरू वेस्ट इन्डिजको टिममा रहेका छन्। पुरान र रसेल नभए पनि यो टोलीसँग शक्तिशाली ब्याट्सम्यान र घातक बोलर रहेका छन्। शारजाह क्रिकेट स्टेडियम सानो मैदान जसलाई ब्याट्सम्यानले खेल मैदान होइन प्लेग्राउन्ड बनाइदिन्छन्। पिच प्राय ब्याट्सम्यान मैत्री हुन्छ, तर सन्दीप जस्ता स्पिनरलाई यहाँ टर्न पनि मिल्छ। रातको खेलमा ड्यू ठूलो कारक बन्नेछ, त्यसैले टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्ने सम्भावना बढी छ। नेपाल र वेस्ट इन्डिजका केही राम्रा नराम्रा पक्षहरू रहेका छन्। नेपालको राम्रो पक्ष भनेको चाहिँ कुशल भुर्तेल र आदिल आलम जस्तो तुफानी ब्याटिङ, सन्दीपको स्पिन जादु, सम्पाल कामी र करण केसीको अनुभव। नराम्रो पक्षहरूमा चाहिँ नेपालको डेथ ओभरमा दबाब लिन्छ, ठूलो टिम विरुद्ध अनुभवको कमी छ। वेस्ट इन्डिजको राम्रो पक्ष भनेको चाहिँ पावर हिटिङ लाइनअप, अन्तिमसम्म चाहिँ फास्ट बोलिङ छ, जोसन होल्डरको अनुभव। नराम्रो पक्ष भनेको चाहिँ पुरन र रसेल बिना मिडल अर्डरको कमजोर फिनिस, स्पिन मैत्री पिचमा सन्दीपको सामना गर्न चुनौती हुन्छ। यदि नेपालले आफ्नो नराम्रो पक्षलाई सुधार गरेर वेस्ट इन्डिजको नराम्रो पक्षलाई थाहा पाएर त्यही अनुसार खेल्यो भने नेपालले खेल जित्न सक्ने सम्भावना बढी हुन्छ। सेप्टेम्बर 27, 29 र 30, 3 दिन 3 खेल, नेपाल क्रिकेट इतिहासका लागि 3 सुनौलो अवसर। यो भिडन्तले परिणाम जे ल्याए पनि नेपाली क्रिकेटको कथा फेरि नयाँ पानामा लेखिन्छ। नेपाल भर्सेस वेस्ट इन्डिज यो केवल क्रिकेट होइन, यो नेपाली सपना र विश्वासको परीक्षा हो। दर्शकबिन, तपाईँलाई के लाग्छ? नेपालले 3 खेलमा कतिवटा खेल जित हासिल गर्ला? कमेन्ट गर्न नभुल्नुहोला। अन्त्यमा यदि हजुरहरूले हाम्रो च्यानल रमाइलो स्पोर्ट्सलाई सब्स्क्राइब गर्न छुट्नु भएको छ भने सब्स्क्राइब गरिदिनुहोला र भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोला। धन्यवाद।